लोकसेवा प्रिपरेसनको बेला मेरो लागि सबैभन्दा टफ पार्ट चाहिँ सोसियल मिडिया म्यानेजमेन्ट नै थियो किन भन्दा म एकदम एक्स्ट्रोभर्ट मान्छे एकदमै सोसियल मिडिया क्रेजी नै हो स्टिल पनि मेरो फोनमा स्क्रिन टाइम हेर्नुभयो भने चाहिँ एकदमै म्यासिभली हाई नै छ अनि म त्यति बेलाको टाइममा पनि एकदमै सोसियल मिडिया चलाउने म त सबै अभाइलेबल सोसियल मिडिया इन्स्टाग्राम टिकटक फेसबुक हुँदा हुँदा स्न्यापच्याट पनि चलाउने मान्छे हो होइन अनि मेरो लागि चाहिँ त्यो एकदमै गाह्रो नै भएको थियो सुरुमा चाहिँ एकदम इट्स सो ट्रु के सोसियल मिडियाले चाहिँ एकदम हाम्रो टाइम किल गरिरहेको हुन्छ अनि मैले चाहिँ त्यो टाइमभरिमा फेसबुक पनि बन्द नै गरेको हो अनेस्टली इन्स्टाग्रामहरू पनि सबै बन्द गरेर टिकटक त झन् मैले अनइन्स्टलै गरिदिएको त्यो टाइममा अनि स्न्यापच्याटमा मेरो एकदमै धेरै स्ट्रिक्स मेन्टेन गर्नुपर्ने मान्छे त्यो पनि मैले मेरो लाइफको यस्तो इम्पोर्टेन्ट फेजमा मैले अहिले स्न्यापच्याटको स्ट्रिक्सको पछाडि दौडियो भने त मेरो लाइफ त भोलि पर्सि त पछाडि धकेलिन्छ सो एउटा कुरा पाउन अरू कुरा सेक्रिफाई गर्नुपर्छ भनेर चाहिँ आफ्नो लाइफमा के प्रायोरिटी त मेरो लागि त लोकसेवा भन्दा माथि त केही प्रायोरिटी थिएन नि त सो मैले स्न्यापच्याट पनि अनइन्स्टल गरेर त्यो 1 वर्ष चाहिँ तत्काएर सबै कुरा बन्द गरेर अनि मैले नाम निकालेपछि निस्किने बित्तिकै मैले नयाँ फोन किनेर फेरि सबै सोसियल मिडिया स्टार्ट गरेर अनि टिकटक पनि यस्तो म्यासिभ चलाउन थालिदिएपछि त्यही भएर चाहिँ म एकदम हम्बल्ली नै रिक्वेस्ट गर्छु जो कोही पनि लोकसेवा एस्पिरेन्ट्स हुनुहुन्छ भने यहाँहरूले प्लिज सोसियल मिडिया चाहिँ एकदमै म्यानेज गर्नुपर्छ हजुरहरूले त्यो टिकटकको कन्टेन्ट हेर्दा हेर्दै पनि आवर्स लस्ट भइन्छ कि त्यो त्यही भएर चाहिँ एकदम सोसियल मिडिया म्यानेजमेन्ट चाहिँ अहिलेको जेनेरेसनको लागि हामी जस्तो युथ्सहरूको लागि एकदमै गाह्रो कुरा पनि छ तर एट द सेम टाइम चाहिँ सेक्रिफाई गर्नुभयो भने अब मैले भने जस्तै 1 वर्ष सेक्रिफाई गर्दा अब त मैले त त्यो लिमिट गर्नुपर्ने जरुरत छैन त सो प्लिज यदि तपाईँहरू लोकसेवा प्रिपेयर गर्दै हुनुहुन्छ भने चाहिँ सोसियल मिडिया टाइम चाहिँ एकदमै म्यानेज गर्नु होला अनि यो जुन 3 आवर्सको इक्जाम हुन्छ त्यो इक्जामको टाइममा चाहिँ स्पेसली अब फर्स्ट पेपर दिनेलाई त त्यो टिक मार्क हुन्छ खासै समस्या हुँदैन तर जुन राइटिङ टाइम हुन्छ त्यसमा चाहिँ अब धेरै जसो प्रब्लम सल्भिङ बेस्ड क्वेसन्सहरू हुन्छ होइन त्यस्तोमा चाहिँ के चाहिँ सबैभन्दा इम्पोर्टेन्ट टिप्स चाहिँ हामीले फलो गर्नुपर्ने हुन्छ अब यो लोकसेवाको राइटिङको कुरा अथवा यो 3 घण्टाको कुरा गर्दाखेरि चाहिँ फर्स्ट भनेको चाहिँ यहाँहरूलाई एक्जामको फियर सबै मान्छेलाई हुन्छ मलाई पनि नहुने होइन मलाई पनि हुन्छ सो फर्स्ट भनेको चाहिँ एक्जाम फियर कसरी चाहिँ म्यानेज गर्ने भन्दा यहाँहरूले चाहिँ सिधै लोकसेवाको एक्जाम दिन गएर त भएन नि त मेन एक्जाम सो त्योभन्दा अगाडि चाहिँ एकदम मक टेस्टहरू दिने क्या इन्स्टिट्युटहरूमा चाहिँ रेगुलर बेसिसमा विकली बेसिसमा मक टेस्टहरू हुन्छ जति मक टेस्ट दिँदै जानुहुन्छ त्यति निखार थाहा हुन्छ अनि ठ्याक्क थाहा हुन्छ मैले यहाँ पढाइ पुगेको छैन मलाई यहाँ पढ्नुपर्ने छ यहाँ वर्क गर्नुपर्ने छ भनेर थाहा हुन्छ अनि मैले पर्सनल्ली लगभग 40-50 वटा एक्जाम दियो होला क्या मक एक्जामहरू मेन एक्जाम अपियर हुनुभन्दा अगाडि त्यो भइसकेपछि मलाई मेन एक्जाम दिन जाँदा पनि इट्स लाइक मक नै होला यो त भने जस्तो लाग्ने क्या अनि क्वेसन सल्भिङ एनालिसिस पावर पनि एकदमै बढ्छ जस्तो क्वेसन आए पनि सल्भ गर्न सकिन्छ त्यति भएपछि अनि प्लस अर्को एउटा कुरा चाहिँ लोकसेवा भनेको चाहिँ घोकसेवा होइन है लोकसेवा चाहिँ मान्छेहरूले त्यो अलिकति ट्रेडिसनल प्याटर्न छ कि लोकसेवामा चाहिँ घोक्दिने पोइन्ट्सहरू घोक्दिने अथवा लोकसेवालाई नै घोकसेवा बनाइरहेको चाहिँ ट्रेन्ड देखिन्छ तर त्यो होइन लोकसेवा भनेको चाहिँ यहाँको एनालिसिस कतिको छ होइन प्रब्लम सल्भिङ स्किल कस्तो छ भोलिको दिनमा कार्यक्षेत्रमा जाँदै गर्दा त पढेको कुरा त त्यहाँ गएर हामीले लेख्ने त होइन नि त त्यहाँ त काम गर्ने हो भोलि यस्तो सिचुएसन आयो भने चाहिँ कसरी ह्यान्डल गर्नुहुन्छ भनेर रेडी गरेको हो नि त सो यहाँहरूले चाहिँ लोकसेवा पढ्ने बेला यदि अझै पनि पोइन्ट्सहरू बनाएर रट्नुहुन्छ अथवा होइन त्यो घोकेको गर्नुहुन्छ मेमोराइज गर्नुहुन्छ भने चाहिँ प्लिज त्यो नगर्नु होला लोकसेवा चाहिँ यहाँहरूले कन्टेन्ट बुझ्ने हो पढेको कुराहरू बुझ्ने अब घोक्ने पनि अब ल पढेकोमा चाहिँ अलिकति घोक्ने कुराहरू पनि छ है फेरि नभएको पनि होइन जस्तै हामीले कुनै ऐनको दफाहरू घोक्नै पर्छ होइन संविधानको धाराहरू घोक्नै पर्छ हो त्यस्तो कुराहरू घोक्ने डेट्सहरू घोक्ने होइन जिके आइक्यूको पेपरमा जिकेमा भएको कन्टेन्टहरू घोक्ने हो तर रिटर्न एक्जाममा चाहिँ जुन पोइन्ट चाहिँ लेख्नुहुन्छ नि त्यो घोकेर हुँदैन क्या त्यहाँ अलिकति क्रिएटिभिटी चाहिन्छ आफ्नो आइडियाजहरू चाहिन्छ कन्टेम्पोरेरी इस्युको कुराहरू चाहिन्छ सो पढ्ने लोकसेवाको लागि चाहिँ बेस्ट टिप्स भनेको चाहिँ यहाँहरूले कन्टेन्ट अथवा सब्जेक्ट म्याटर चाहिँ बुझ्दिन पर्यो घोक्ने भन्दा पनि बुझेर एनालिसिस गरेर अनि आफ्नो क्रिएटिभिटी चाहिँ देखाउनु पर्यो बजारमा चाहिँ गेस्ट पेपर गाइडहरू पाइन्छ नि त्यो पढेर चाहिँ त्यहाँको आन्सर रट्ने होइन क्या त्यहाँबाट चाहिँ आफूले के एक्सट्र्याक्ट गर्ने भन्दाखेरि चाहिँ कस्तो खालको आइडिया चाहिँ हुँदो रहेछ भनेर चाहिँ त्यो आइडियाहरू चाहिँ लिने अनि त्यो आइडियालाई चाहिँ आफ्नो क्रिएटिभ वेमा चाहिँ जसरी प्रेजेन्ट गरे पनि हुन्छ लेख्ने आइडिया तपाईँको आफ्नै हो अनि त्यति भइसकेपछि एउटा चेकरलाई पनि है ए यो मान्छेले चाहिँ यो म्याटरमा बुझेको रहेछ एउटा त्योवाला नलेज चाहिँ त्योवाला मेसेज चाहिँ फ्लो हुन्छ नि त त्यही भएर चाहिँ लोकसेवा चाहिँ घोक्न पर्दैन
अनि जस्तै कुनै क्वेसन हुन्छ नि त त्यो प्रब्लम सल्भिङमा पनि, तर त्यो कहीँ न कहीँ सिलेबससँग रिलेटेड हुन्छ। तर धेरैलाई के थाहा हुँदैन भने पहिला म परिचय लेखौँ कि त्यसको इम्पोर्टेन्स लेखौँ कि डेटा लेखौँ कि त्यसको केस लेखौँ या त्यसको अरू कुनै सोल्युसन लेखौँ, त्यसको कुनै प्याटर्न छ लेख्दाखेरि? लोकसेवा चाहिँ मैले अघि पनि भनिहालेँ होइन, लोकसेवामा चाहिँ एउटा प्याटर्न नै हुन्छ। अब क्वेसन पढ्दै गर्दाखेरि चाहिँ अलिकति के बानी हुन्छ भन्दाखेरि क्वेसन पढ्ने अनि झ्याप्पै लेखिहाल्ने क्या, त्यस्तो गर्नु हुँदैन। क्वेसन पढ्ने अनि अलिकति पज गर्ने, माइन्डलाई पनि टाइम दिने क्या क्वेसन एनालिसिस गर्न। अनि क्वेसन एनालिसिस गरेपछि एउटा फ्रेम बनाउने, म यो पछि चाहिँ यो लेख्छु, यो पछि यो लेख्छु भनेर एउटा रफ स्केच चाहिँ माइन्डमा बनाइसकेपछि अनि बल्ल क्वेसन लेख्न स्टार्ट गर्ने। जस्तो चाहिँ प्रब्लम सल्भिङ क्वेसनहरूमा अलिकति के सोधेको छ त थाहा भइहाल्छ क्या। लोकसेवामा कहिले पनि आउट अफ सिलेबस क्वेसन सोधिँदैन नि त। सो सिलेबसमै बसेर क्वेसन सोधेपछि यो चाहिँ यो टपिकबाट सोधेको रहेछ भनेर हामीलाई अलरेडी थाहा हुन्छ। अनि त्यो थाहा भइसकेपछि चाहिँ अब त्यो जुन टपिक बारेमा सोधेको छ अलिकति त्यसको बारेमा ब्याकग्राउन्ड लेख्ने अनि त्यसपछि अब सिधै क्वेसनमा जाने। लोकसेवामा चाहिँ त्यो ब्याकग्राउन्ड सेट गर्ने अनि त्यो गरिराख्न टाइम पनि हुँदैन, गरिराख्न जरुरी पनि छैन। जे सोधा चाहिँ एक्ज्याक्टै लेख्नु पर्यो। अनि त्यो भयो भने चाहिँ ठ्याक्कै हाम्रो अब टाइम फ्रेमै हुन्छ नि त। लोकसेवामा त लगभग 18 मिनट 16 मिनटमा त भ्याउनुपर्छ एउटा क्वेसन। अनि त्यो भएको भएर चाहिँ एकदम टाइम फ्रेममा बसेर चाहिँ क्वेसनलाई एनालिसिस गरेर चाहिँ आन्सर गर्नु पर्यो। अनि टाइम म्यानेजमेन्ट पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। जस्तै यहाँहरूले अगाडिको 4वटा क्वेसन चाहिँ खतरा लेख्नुभयो अनि पछाडिको 2वटा क्वेसन छुट्दियो भने चाहिँ सक्यो। लोकसेवामा चाहिँ टाइम म्यानेज गरेर त्यो 3 घन्टाभित्रमा सोधिएको सबै क्वेसनको आन्सर गर्नु पर्यो। एउटा क्वेसन छुट्यो भने पनि लोकसेवा चाहिँ इट्स भेरी टफ है। त्यही भएर चाहिँ सबै क्वेसनहरूलाई उति नै टाइम अलोकेट गरेर होइन, अब आफूले प्र्याक्टिस गर्दा पनि टाइमरहरू सेट गरेर चाहिँ यहाँहरूले प्र्याक्टिस गर्नुपर्छ। अनि त्यो भएपछि चाहिँ त्यो गिभन फ्रेममा यहाँहरूले सबै क्वेसन आरामले भ्याउनु भयो भने चाहिँ लोकसेवा पनि आरामले निस्किन्छ जस्तो लाग्छ। अनि इक्जामको मिडियममा जुन धेरैलाई अहिले के भ्रम छ भने इङ्ग्लिस मिडियममा लेख्नेहरूको चाहिँ नाम निस्किन्छ, नेपाली मिडियममा लेख्नेहरूको चाहिँ निस्किँदैन, यो साँच्चीकै हो र? यो चाहिँ समाजमा एउटा अलग भाष्य बनाइएको छ। जस्तै अहिले रिसेन्ट ट्रेन्ड हेर्दाखेरि चाहिँ इङ्ग्लिसमा लेख्नेको धेरै निस्केको छ, नेपालीमा निस्केको कम भन्छ नि, तर त्यो होइन। हामीले अहिले न्याय सेवामा म भर्खरै इनरोल हुँदै गर्दाखेरि चाहिँ अब मेरो भनौँ न हामीहरू जतिजनाले नाम निकालेको छौँ त्यसमा लगभग आधा इङ्ग्लिस आधा नेपाली जस्तै छ। त्यस्तो ल्याङ्ग्वेज इज नट द प्रब्लम क्या। आफूले के कुरा कन्भे गरिरहनु भएको छ, कुन मिडियम आफूलाई सजिलो हुन्छ। मलाई क्वेसन पनि गर्नुहुन्छ कि इङ्ग्लिसमै लेख्नुपर्ने हो र भनेर। इङ्ग्लिसमै लेख्नुपर्ने होइन, यहाँहरूले इङ्ग्लिस नेपाली मिक्स गर्नुहुन्छ भने पनि लोकसेवाले त्यसलाई सजिलै एक्सेप्ट गर्छ क्या। आफ्नो भाषा पकड कुनमा छ त? तपाईँहरूको स्कुलिङ इङ्ग्लिस मिडियमबाट छ कि नेपाली मिडियमबाट छ, त्यसले डिटर्माइन गर्छ। अब जबरजस्ती नेपालीमा खतरा हुनुहुन्छ, नेपालीको शब्दहरू एकदम राम्रो छ होइन, तर जबरजस्ती यहाँ इङ्ग्लिसमा लेख्न खोज्नुहुन्छ भने त त्यहाँ एउटा क्लास भइहाल्छ कि, एउटा ग्याप क्रिएट हुन्छ। अब स्कुलिङ इङ्ग्लिसमै छ, पहिलेदेखि इङ्ग्लिसमै सबै कुरा पढ्नु भएको छ, लोकसेवा पनि इङ्ग्लिसमै तयारी गरिरहनु भएको छ होइन। इङ्ग्लिस नै कम्फर्टेबल ल्याङ्ग्वेज हो। मैले चाहिँ मेरो नलेज इङ्ग्लिस ल्याङ्ग्वेजमा कन्भे गर्न सक्छु भन्ने कन्फिडेन्ट छ भने चाहिँ इङ्ग्लिसमै लोकसेवा दिनुहोस् होइन। तर अनि नेपालीमा पकड छ, अब स्कुलिङ नेपालीमा हुन्छ नि त, स्कुलिङ नेपालीमा छ प्लस कलेज पनि नेपालीमा पढ्नु भएको छ, आफ्नो कन्टेन्टहरू पनि नेपालीमै सजिलो हुन्छ, मैले भनेको कुरा म नेपालीमै बुझाउन सक्छु भन्ने खालको हुनुहुन्छ भने चाहिँ प्लिज त्यो ल्याङ्ग्वेजको पछाडि चाहिँ नदौडिनुहोस्। इङ्ग्लिस नेपाली जुनमा लेख्दा पनि आफ्नो जेमा पकड्छ त्यो ल्याङ्ग्वेज नै लेख्नुभयो भने निकाल्न सजिलो हुन्छ। यो मिथ मात्रै हो जस्तो लाग्छ मलाई चाहिँ, इङ्ग्लिसमा लेख्नेको चाहिँ धेरैको नाम निस्किन्छ, नेपालमा त्यस्तो चाहिँ होइन। ल्याङ्ग्वेजले चाहिँ म्याटर गर्दैन, आफूले के लेख्नुहुन्छ, कुन कन्टेन्ट दिनुहुन्छ भन्ने कुराले मात्र म्याटर गर्छ। अनि नाम निस्केको दिनमा कहाँ र कुन अवस्थामा हुनुहुन्थ्यो? ओके, यो चाहिँ अलिकति रमाइलो खालको इन्सिडेन्ट छ। के भयो थियो भन्दाखेरि चाहिँ अब लोकसेवाको त थाहा हुन्छ नि त कति बेला रिजल्ट आउँछ, लगभग थाहा हुन्छ क्या आज रिजल्ट आउनेवाला छ भनेर। अनि यति धेरै कन्फिडेन्ट पनि, अब मान्छे एक्जामको रिजल्ट भने त आफ्नो हातमा हुँदैन। सो मान्छेलाई चाहिँ त्यो कुरामा अब मलाई पनि एकदम डाउटफुल थियो कि नाम निस्किँदैन कि भन्ने पनि थियो। अनि म त त्यति बेला वर्किङ नै थिएँ, किन भन्दा मेरो पार 1मा अलरेडी निस्किसकेको थियो, तर पनि एउटा डर त भइहाल्छ। अनि म चाहिँ अफिस गएको थिएँ, अनि अफिसबाट घर आएर एकदम स्ट्रेस भयो, सबैले मेसेज गर्ने आज त रिजल्ट आउँछ रिजल्ट आउँछ, मलाई त एकदमै स्ट्रेस भयो। अनि म त सुतिदिएँ, 7 पनि बजाएको थिएन होला, लगभग साँझकै बेलामा म सुतेको थिएँ। अनि म मस्त निन्द्रामा थिएँ। अनि मेरो एउटा साथीले चाहिँ फोन गरेर मम्मीलाई भावनाको त 2 नम्बरमा नाम निस्केछ आन्टी भनेर भने अरे म त निदाथे थाहा थिएन। अनि मामले चाहिँ मलाई उठाइसक्यो। अनि उठाएपछि चाहिँ मलाई पत्यार पनि लागेको थिएन कि 2 नम्बरमा त मैले एक्सपेक्ट पनि गरेको थिइनँ। नाम निस्किन्छसम्म त होपफुल भइन्छ, तर त्यो पनि अझ डाउटफुल नै थिएँ म। अनि 2 नम्बरमा निस्क्यो अरे भन्दाखेरि त्यो रिजल्ट हेर्दा पनि एकदम हात कामेर, अनि घरमा पनि एकदम खुसीको माहौल, अनि ड्याडी मम्मी त रोएर एकदम, म पनि एकदम रोएको थिएँ। जस लाइफको एकदम सम्झिन बेस्ट मेमोरी, बेस्ट डे नै जस्तो फिल हुन्छ।
अनि अब यहाँले त एकचोटिमै 2 नम्बरमा नाम निकाल्नु भयो होइन, त्यो त अब असफलताको स्वाद नै चाख्नु परेन। अब यस्तो हुँदाखेरि चाहिँ कस्तो हामी देख्छौँ नर्मली, यहाँको पनि धेरै साथीहरू हुनुहुन्छ जसले चाहिँ अगेन एन्ड अगेन भनेको बारम्बार इक्जाम दिँदा पनि नाम ननिस्केको होइन, उहाँहरूको लागि कुनै एउटा स्पेसल टिप्स जसले चाहिँ तपाईँलाई चाहिँ नाम निकाल्न सजिलो भयो, के चाहिँ उहाँले गर्नुभयो भने चाहिँ नाम निकाल्न सजिलो हुन्थ्यो या निस्किन्छ भन्ने जस्तो लाग्छ, जसको चाहिँ बारम्बार इक्जाम दिएर नाम ननिस्केको अवस्थामा? हजुर, अब फर्स्ट भन्दाखेरि चाहिँ कन्सिस्टेन्ट हुनु पर्यो, डिसिप्लिन हुनु पर्यो। लोकसेवा पढ्दै हुनुहुन्छ भने चाहिँ त्यो आफूमा दृढता हुनुपर्छ। ढिलो चाँडो मैले नाम निकाल्छु एकदम निराशा चाहिँ त्यो आफूमा पैदा गर्न चाहिँ दिन भएन। कन्फिडेन्ट भएर मैले सक्छु है, मैले कुनै न कुनै दिन चाहिँ गर्छु, मैले सक्छु भन्ने कुरा चाहिँ एउटा हुनु पर्यो। अनि कन्सिस्टेन्ट स्टडी नै हो मेरो लागि चाहिँ सफलताको फर्स्ट की भनेको चाहिँ कन्सिस्टेन्सी नै हो। किन भन्दा एभ्रिडे मैले गर्ने मिहिनेत चाहिँ कन्सिस्टेन्ट नै भयो कि मैले 1 दिन पढेर 4 दिन नपढ्ने कहिले पनि गरिनँ। एभ्रिडे जति पढ्छु म आज, भोलि पनि त्यति नै अथवा त्योभन्दा धेरै पढ्न पर्यो होइन। अनि एउटा आफूमा सेल्फ डिसिप्लिन हुनु पर्यो। लाइफमा कति धेरै कुरा आउँछ, जस्तै कहिले फ्यामिली फङ्सन होला, कहिले मेरो अब मेरै कुरा गर्दा पनि 1 वर्षमा त मैले त LLM को एक्जाम पनि दिएको हो, बारको एक्जाम पनि दिएको हो होइन। सबै कुरा ब्यालेन्स गर्न मलाई पनि गाह्रो थियो नि त। तर पनि एउटा प्रायोरिटी सेट गर्ने क्या, मेरो लाइफमा चाहिँ के प्रायोरिटी छ त। मेरो लागि लोकसेवा प्रायोरिटी छ भने मेरो लागि त्यो दिन फ्यामिली फङ्सन अलिक कम प्रायोरिटीमा राख्ने, अथवा म त्यो स्किप गर्न सक्छु, अथवा मैले भनिहालेँ नि त सोसियल मिडिया नै मैले सेक्रिफाई गर्न सक्छु। सो यदि तपाईँहरू बारम्बार दिँदै पनि होइन त्यस्तो अब सक्सेस पाइराख्नु भएको छैन भने चाहिँ त्यो आफूलाई चाहिँ डाउन हुन नदिनु। जहिले पनि आफूलाई पुस गरेर ढिलो चाँडो भइहाल्छ, मैले कन्सिस्टेन्सी गर्नुपर्छ, मेरो लागि अप्सनै यही त हो। अनि अर्को कुरा चाहिँ हामीहरू चाहिँ के गरिदिन्छौँ भन्दाखेरि अलिकति बहानाबाजी के, मान्छेले चाहिँ जहिले पनि एक्सक्युजेस खोज्छ नि त। अब आज यो भएन, अब भोलिदेखि पढ्छु, अथवा भोलि यो भएन अर्को दिन पढ्छु, त्यो एक्सक्युज चाहिँ कहिले पनि नखोजौँ। अनि अर्को कुरा चाहिँ त्यही हो, एकदम प्रायोरिटी चाहिँ आफूलाई के चाहिएको हो भनेर चाहिँ, अब लोकसेवा चाहियो भने त अल्टिमेटली अप्सन नराखौँ। अर्को कुरा चाहिँ होइन, यो भएन भने त्यो गर्छु नि त, लोकसेवा भएन भने के भयो त, लयरिङ गर्छु अथवा अर्को प्रोफेसन गर्छु अथवा फ्रिल्यान्सिङ गर्छु, त्यो चाहिँ नभनिदिउँ के। अप्सन राख्यो भने चाहिँ त्यो माइन्डले पनि आफूलाई हुन्छ नि यो एकदम कम्फर्ट जोनमा बनाइदिन्छ। त्यो भएको भएर चाहिँ होइन है मेरो लागि चाहिँ लोकसेवा इज ओन्ली अप्सन, म चाहिँ यही गरेर देखाउने हो भनेर चाहिँ एकदमै स्ट्रेट के त्यो घोडालाई लगाम लाग्यो जस्तो चाहिँ स्ट्रेट भयो भने चाहिँ त्यो एकदम अचिभ गर्न सजिलो हुन्छ, डाइभर्ट हुँदैन नि त माइन्ड। अनि त्यो भयो। अनि अर्को कुरा मैले बारम्बार भनिरहने म्यानिफेस्ट पनि गर्नुपर्छ, जहिले पनि होपफुल हुने। भएन भन्दा पनि योपालि भएन त के भयो त, एक्सपिरियन्स भयो, मैले यहाँ गल्ती गरेँ नि त, यो एक्जाम दिँदाखेरि यो गल्ती भयो, अर्को एक्जाममा म त्यो गल्ती गर्दिनँ भनेर चाहिँ जहिले पनि एउटा पोजिटिभ एटिट्युड लिएर एउटा गुड थिङ म्यानिफेस्ट गर्ने होइन। अब कसैको भगवान्लाई विश्वास गर्ने बानी छ भने भगवान्लाई प्रे गर्ने बारम्बार, मैले चाहिँ एकदमै गर्ने कुरा, म चाहिँ एकदमै भगवान्प्रति चाहिँ मेरो एकदम ठुलो आस्था छ। अनि म त व्रतहरू पनि बस्ने होइन। अनि त्यो एकदम जहिले पनि गुड कुरा म्यानिफेस्ट गर्ने। अब भगवान्लाई माग्नै पर्छ, अथवा त्यो हामीले देख्छौँ नि त भगवान् मलाई फर्स्ट बनाइदिनु, त्योवाला चाहिँ होइन कि, तर मलाई चाहिँ जहिले पनि एउटा करेज दिनु भगवान्, ताकि मैले चाहिँ सोचेको कुरा चाहिँ त्यो म्यानिफेस्ट होस् भनेर चाहिँ बारम्बार त्यो कुराहरू गर्यो भने पनि त्यसले गुड होप होइन, पोजिटिभ होप दिन्छ अनि आफूलाई कहिले पनि डाउन हुन दिँदैन।